हेलो गाइस आज हामी कहाँ छौँ दोस्त हामी यो टियु क्रिकेट ग्राउन्डमा छौँ टियु क्रिकेट ग्राउन्डमा छौँ होइन आज यता गेम भइरहेको थियो होइन काम पनि हुँदैछ काम पनि यता बनिरहेको छ माथि काम चाहिँ एकदम हुँदैछ दामी क्या काम बन्दैछ अब त्यो टियु ग्राउन्ड अलिकति पहिलाभन्दा अलिकति खतरा हुन्छ क्या अब पहिला हुँदैछ ल है ट्याक्कै भित्र ग्राउन्डमा आउनु पाइएन आज चाहिँ मेडिकल पर्सन्स हो है चाहिँ मेडिकल पर्सन हो होइन जो यहाँ आज क्याम्प थियो यिनीहरूको क्याम्पमा आइरहेको थियो केटो यो मलाई नि बोलाएको थियो यसो अनि जोस् हेर्न पाइयो नि त यहाँ प्राइमरी म्यानेजमेन्ट एन्ड फर्स्ट एड ट्रिटमेन्टको लागि सर्भिस दिन आएको है हाम्रो खेलाडीहरूलाई हाम्रो प्लेयरहरूलाई होइन त्यही नै हो तर हाम्रो भेट पनि धेरै पछि भएको थियो कि होइन कति वर्ष दोस्त हाम्रो भेट्नु भएको हाम्रो भयो 3-4 महिनापछि भयो कि 5-6 महिनाभन्दा बढी भइसक्यो सायद होला 5 महिनाभन्दा बढी भइसक्यो होइन अब भेटघाट भयो चाहिँ अनि भित्र ग्राउन्ड पनि हेरियो नि त्यतातिर जस्ता राम्रो छ होइन भित्र हुनु त ग्राउन्ड होइन एकदम बबाल ल यो त बन्दैछ होला बिचको ग्राउन्ड चाहिँ एकदम राम्रो छ हरियाली यताउति होइन बन्दैछ क्या यतातिर एकदम राम्रो छ अब वरिपरिको फिनिसिङ भएपछि बवाल हुन्छ होइन बवाल यता तर माथि हेर्नु जस्तो जनताहरूले मतलब हुन्छ नि त उभिएर त्यसपछि यस्तो हुन्छ नि भुइँमा बसेर अब धुलो त्यो हुन्थ्यो होइन भुइँमा बसेर हेर्नु पर्दैन अब यो बनिसकेपछि बनिसकेको छ बिचमै फेरि काम रोक्यो भने त्यही हो जस बन्छ होला अब त आधी काम भइसक्यो होइन अब त्यति थोरै छ काम हुन बाँकी नि फेरि पहिला अन्त धेरै बढेको क्या अनि बढाएको माथि यत्रो माथिको माथि त्यो रुखसम्म पुगिसक्यो क्या अहिले माथि तलै थियो अलिकति माथि पुगिसक्यो क्या जस राम्रो छ यार ग्राउन्ड तपाईँ यहाँ लड्यो पनि चोट लाग्दैन होला नि दस हेर न बाक्लो छ बाक्लो है तर ल सबैजनाले सब्सक्राइब नगरेकोले सब्सक्राइब गरिदिनु होइन अनि यो टिभीको म आज अपडेट गराएर आज भित्र ग्राउन्ड आएर होइन अपडेट गराएर आज एक्सपिरियन्स गर्न पायो केटाले तिमी आएको थियो भित्र म त आइरहन्छु कहिले आएको थियो जहिले पनि बाहिर त म नि आएको थिएँ बाहिर बसेर त्यतिको उफ्रिन्छ पहिला बाहिर बसिन्थ्यो क्या बाहिर बसिन्थ्यो अहिले जेस भित्र आएर आज यसो टिभीको अपडेट हुन्छ नि त ग्राउन्ड कस्तो छ ग्राउन्ड बाहिरबाट हेर्दा र भित्र हेर्दा कस्तो कतिलाई तिमीले के चेन्जेस पाउ ल बाहिरबाट हेर्दा र भित्रबाट धेरै डिफ्रेन्स छ होइन जेस अब भित्र बाहिरबाट हेर्दा सानो जस्तो लाग्छ क्या होइन जाँदाखेरि बिचमा जाँदाखेरि सानो जस्तो लाग्छ नि त यो भित्र एकदम धेरै ठुलो रहेछ क्या अब प्लेयरहरूले अहिले रनै हान्न सकेन रनिङै हान्न सकेन भन्छ नि त अब म यो साइडै समातिदिन्छु प्लेयरहरूले अब रन हान्न सकेन यताउति भनिदिन्छ नि त मतलब आफूलाई भन्नु सक्यो नि यहाँबाट हेर्दाखेरि बाहिरबाट हेरेर सानो जस्तो देखिन्छ भनेपछि बाहिरबाट हेर्दाखेरि सानो देखिन्छ भने भित्रबाट चाहिँ एकदम मतलब ठुलो छ मस्त ठुलो अनि भित्रको यो बिचको भाग छ नि जो हाम्रो प्लेयरहरूले यो ब्याटिङ गर्ने ठाउँ छ नि यो बिचको त्यो चाहिँ एकदम मतलब हुन्छ नि त त्यो चाहिँ अलि डिफ्रेन्ट नै छ होइन डिफ्रेन्ट अलि माथि अलि अग्लो हुने रहेछ क्या भित्र ठुलो रहेछ क्या ल पछाडि यहाँ बबाल पनि रहेछ क्या प्रायः यहाँबाट हेर्न मजा आउँथ्यो क्रिकेट क्या यहाँबाट हेर्न मजा आउँथ्यो होइन तर यहाँ अब त्यो बबाल हुने भयो क्या ए दोष दोष त्यही त यो चाहिँ बबाल हुने भयो अब यता चाहिँ बबाल हुन्छ अब ल्याएर अब चाहिँ बबाल हुन्छ यार अब क्रिकेट ग्राउन्ड बन्दैछ यतातिर त्यहाँ भित्र ग्राउन्डमा आएर हेर्न पाइयो आज होइन दोष ल केटो अगाडि हिँडिरहेको होइन आज उसको हेल्थ क्याम्प थियो होइन सुरुबाट उसलाई पठाएको थियो क्या अनि त्यही भएर यहाँ आयो केटो जेस टिभीको अपडेट दामी भन्दैछ क्या अब यहाँ स्कोर बोर्ड भित्रै आएर हेर्न पाइयो भिडियो बनाइराख्नु पऱ्यो अब